तिलकपुर युनाइटेड रामपुर नगरपालिका 6 तिलकपुर पाल्पा खुल्ला गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता 2082 साल दर्ता शुल्कहरू 2000 दर्ता मिति 2082 साल जेठ 4 गतेदेखि 5 गतेसम्म खेल सुरु हुने मिति 2082 साल जेठ 6 गते समय बिहान 10 बजेदेखि पुरस्कारहरू प्रथम पुरस्कार रु 20,000 साथमा मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार रु 10,000 साथमा मेडल र प्रमाणपत्र तृतीय पुरस्कार रु 5,000 साथमा मेडल र प्रमाणपत्र खेल आयोजकको निर्णय अनुसार हुनेछ। खेल संयोजक पुरन थापा। खेलका नियमहरू खेल टिटी सिस्टम अनुसार खेलाइनेछ। खेलमा 9 जना खेलाडी हुनुपर्नेछ। खेलाडीहरूले जर्सी र जुत्ता अनिवार्य लगाउनु पर्नेछ। खेल खुल्ला गाउँ स्तरीय हुनेछ। टिम दर्ता फोनबाट पनि गर्न सकिनेछ। खेलभित्र कुनै व्यवधानमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ। खेलमा पोटर सिस्टम लागू हुनेछ। पोटर शुल्क रु 4,000 प्रति टिम। खेल खेल्ने क्रममा खेलाडीहरूलाई चोटपटक आएमा स्वयं आफू नै जिम्मेवारी हुनुपर्नेछ। खेलाडीहरू निश्चित गाउँभित्रको मात्र हुनुपर्नेछ। बाहिरको भएमा खेलबाट सो टिम बाहिरिनेछ। खेलमा प्रोटेस्ट गरेमा सक्कली नागरिकता वा जन्मदाता अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। खेल हुने स्थान रामपुर 6 तिलकपुर पाल्पामा हुनेछ। आयोजक तिलकपुर युनाइटेड रामपुर नगरपालिका 6 तिलकपुर पाल्पा। जय भलिबल जय खेलकुद गाइज।